यो चाहिँ गाङ्गली बिचको यो चाहिँ छेउमा रहेको यो उयोहरू है रेस्टुरेन्टहरू है पबहरू गाङ्गली बिच चाहिँ तपाईहरुलाई देखाउन सक्छ यहाँनेर छ गाङ्गली बिच चाहिँ यहाँनेर रहेको छ अनि गाङ्गली बिच वरिपरि रहेको यो पब बारहरू चाहिँ अहिलेको 12 बजेको छ 12 बजे पनि यहाँ मान्छेको चहल पहल हेर्न सकिन्छ उस्तै छ यहाँनेर चाहिँ मान्छेहरुको आउट जावत अझै यहाँनेर चाहिँ त्यो घटिरहेको छैन झन् बढिरहेको छ जति रात छिपिँदै गयो त्यति यहाँ मान्छेहरुको चाहिँ यहाँ भिडहरु बढिरहेको छ गाङ्गुली बिच चाहिँ यो ब्रिज यो ब्रिजले गर्दाखेरि चाहिँ फेमस छ हैन यो ब्रिज टक्क त्यहाँ रहेर यहाँ मान्छेहरुको फोटो खिच्नेको भिड पनि उस्तै रहन्छ तपाईहरु पनि अब आउन सक्नुहुन्छ गाङ्गुली बिच हैन एकदमै रमणीय रहेछ रमाइलो रहेछ अनि यहाँ रहेको हेर्न सक्नुहुन्छ त्यहाँ माथि बसेर टेरेसमा बसेर पनि खाइरहेछ अनि सबै फुल छ प्राय अलमोस्ट अब यहाँनेर बारहरु हरेक चीज परैसम्म यहाँ चाहिँ फुल रहेको छ तपाईहरु पनि अब पछि भविष्यमा अब आउन सक्नुहुन्छ यहाँनेर चाहिँ सबैतिर अब हुन्छ नि अनि विशेष त यहाँनेर चाहिँ अनि पार्किङको चाहिँ धेरै समस्या रहन्छ तपाईहरुले आफ्नो गाडी ल्याउनुहुन्छ भने चाहिँ सुरुमा पार्किङ खोजेर मात्र आउनु होला नत्र भने पार्किङले गर्दाखेरि धेरै गाह्रो हुने रहेको छ यो देख्न सक्नुहुन्छ यो पछाडीको चाहिँ गाङ्गुली यो चाहिँ के ब्रिज भन्दो रहेछ यसलाई यसको नाम त के पो छ यो चाहिँ बीच हो यहाँ चाहिँ अब नुहाउँछ मान्छेहरु अनि अहिले चाहिँ बेलुका पख चाहिँ मान्छेहरु यहाँ बस्न आउँदो रहेछ क्या प्राय धेरै मान्छेहरु यहाँनेर चाहिँ बस्न आइरहेको छ अनि यहाँ देख्न सकिन्छ हैन त्यहाँनेर अब बेलुका चाहिँ नुहाउन चाहिँ नदिने रहेछ यसो यताउति खेल्न त्यही छेउछाउ किनारमा खेल्न चाहिँ दिँदैन रहेछ अनि यहाँनेरको मलाई चाहिँ विशेष त यो रात्रिकालीन यो मन पर्यो क्या यो जुन वातावरण छ नि रात्रिकालीन वातावरण यहाँनेर चाहिँ धेरै मान्छेहरु आवतजात भइरहेको छ हैन अझै पनि हैन घटेको छैन अझै ट्याक्सीमा आउने जाने क्रम रहिरहेको छ तपाईहरु पनि भविष्यमा आउन सक्नुहुन्छ हैन एकदमै राम्रो छ म चाहिँ तपाईहरुलाई यो ठाउँ रिकमेन्ड गर्छु हैन अझ भयो भने टाइम भएको बेला चाहिँ गर्मी बिदा अथवा छुचक सल्लालतिर आउँदाखेरि चाहिँ एकदम बेस्ट हुन्छ तपाईहरु आउन सक्नुहुन्छ है त ल खोल्यो अब म पनि जानु पर्यो अलमोस्ट यो 12 ट्याक्कै बजेको छ अघि 11:55 जति भयो थियो यहाँनेर देख्न सकिन्छ है त यो चाहिँ रात्रिकालीन बजार हो हामी चाहिँ माथिसम्म पुगेर आउँछौँ है त हामी चाहिँ यता माथि जानु पर्यो अब यहाँनेर हेर्न सकिन्छ यो चाहिँ बजारहरू रहेछ फोटो यो चाहिँ फोटो सेसनमा फोटो खिच्ने रहेछ यतातिर मान्छेहरु फोटो खिचिरहेछ यस्तो रहेको छ है त तपाईहरु पनि अब भविष्यमा चाहिँ आउन सक्नुहुन्छ है त मेरो खुट्टै भरि यस्तो भयो गाइस अब ल म चाहिँ अब फर्किनु पर्यो अब आजको सानो भ्लग मेरो सानो भ्लग यस्तै भयो अब चाहिँ घर जाने हो मस्त मिठो तरिकाले खाइरहेको छु लेट्स गो घर अब हामी घर जान्छौँ यता भित्रतिर नि लास्टै बिजी यहाँ त पुरै बिजी छ मलाई चाहिँ आज जस दामी मन पर्यो हैन यो ठाउँहरु चाहिँ लगभग टक्क नेपालको ठमेल टाइपको रहेछ यहाँनेर पनि भित्र मान्छेहरु टन्नै खाइरहेको छ बसेर एकदमै पुरै यहाँ चाहिँ
एउटै तरिकाले खाँदो रहेछ यहाँ चाहिँ रक्सीको उयो रहेछ क्या यता पनि देख्न सक्नुहुन्छ यता यो चाहिँ मलाई साह्रै रमाइलो लाग्यो ल गाइज अब भिडियो आजलाई यति नै नेक्स्ट टाइम तपाईँहरूलाई म फेरि अरू नयाँ भिडियो लिएर आउने हुन्छु हवस् त नमस्ते जय नेपाल